आज परमेश्वरको वचन विश्वास योग्य हृदय। हामी विषय हेर्नेछौँ विश्वास योग्य हृदय। मसँग भन्नुहोस् विश्वास योग्य हृदय। प्रभु येशू ख्रीष्ट प्रति हाम्रो विश्वास, हाम्रो हृदय को योग्यतालाई आज हामी खोज्नेछौँ। यहाँनिर कसरी हामी परमेश्वरको विश्वास योग्य र उहाँको त्यो हृदयको व्यक्ति बन्न सक्छौँ, कसरी हामी विश्वास योग्य व्यक्ति, हाम्रो हृदय कसरी परम प्रभुतिर विश्वास योग्य बनिरहन सक्छ, कसरी हामी हरेक परिस्थितिमा प्रभु येशू ख्रीष्टमा विश्वास योग्य भएर खडा हुन सक्छौँ, हामी यो कुराको खोजी गर्नेछौँ। हालेलुया। के तपाईँ आफैलाई परमेश्वरको अगाडि एउटा विश्वास योग्य पात्रको रूपमा चिनाउन चाहनुहुन्छ? दाजुभाइहरू के आफैलाई परमेश्वरको अगाडि विश्वास योग्य हृदय भएको व्यक्ति हुँ भनेर आफैलाई निर्माण गर्न चाहनुहुन्छ? आज तपाईले परमेश्वरको वचनबाट सिक्नुपर्छ। आमेन। हामी विश्वास योग्य व्यक्तिहरू बन्नुपर्छ। कलसीको पुस्तक 1 अध्यायको 23 पदले यहाँनिर परमेश्वरको वचनबाट हामीलाई भन्छ, यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने, यही नै सुसमाचार हो जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल धर्मसेवक भएँ। हालेलुया। परमेश्वरको वचन कलसीको पुस्तक 1 अध्यायको 23 पदमा प्रभुका सेवक पावलले भन्छन्, यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर रहिरह्यौ भने, यदि तपाईँ र म हाम्रो विश्वासमा सबै परिस्थितिहरूसँग जुझ्दै गर्दाखेरि पनि, सबै परिस्थितिहरूको सामना गर्दै गर्दाखेरि पनि, जीवनमा आउने विभिन्न कठिनाई होस्, चाहे खुसी होस्, चाहे दुःख होस्, हरेक परिस्थितिमा यदि तपाईँ र म हामीले जुन आशाविहीन भएको बेलामा एउटा आशाको सुसमाचार सुनेका थियौँ, जुन आशाको सुसमाचारले हामीलाई प्रभु येशू ख्रीष्टमा अनन्त जीवनको निश्चयता दिएको छ, जुन आशाको सुसमाचारले हाम्रो जीवनलाई बदलेको छ, जुन आशाको सुसमाचारले हाम्रो अवस्थालाई बदलेको छ, जुन आशाको सुसमाचारले तपाईँ र मलाई परमेश्वरमा अनन्त जीवनको एउटा आशा हामीले गरेका छौँ, एक दिन प्रभु येशू ख्रीष्टसँग भेट्ने आशा गरेका छौँ। यदि त्यो आशाबाट र त्यो सुसमाचारबाट हामी हटेनौँ भने, स्वर्गमुनि रहेको हरेक प्राणीलाई दिएको त्यो सुसमाचार र त्यो प्रचार जुन छ, यसबाट यदि हामी हटेनौँ भने अवश्य पनि हामी एक विश्वास योग्य हृदय भएको व्यक्तिको रूपमा एक दिन परमेश्वरको उपस्थितिमा हामी उहाँसँग भेट्नेछौँ र उहाँसँग रमाहाट गर्नेछौँ। हालेलुया। आज तपाईँ जुन ठाउँमा हुनुहुन्छ, आज तपाईँले जुन आशा गर्नुभएको छ, आज तपाईँ जुन अवस्थामा हुनुहुन्छ, परमेश्वरका जनहरू, हामीसँग यो आशा थिएन, हामीमा यो विश्वासको आशा थिएन, हामीसँग यो जीवनको आशा थिएन, हामीसँग यो समयको आशा थिएन। हामी धेरैजनाले धेरै वर्ष अगाडि नै आफ्नो जीवन, आफ्नो अवस्था र आफ्नो परिस्थितिले जितेर हामी हारिसकेका मानिसहरू थियौँ। तर प्रभु येशू ख्रीष्टको आशाको सुसमाचारले तपाईँ र मलाई आज विश्वासमा बन्नलाई सहायता गरेको छ। जुन आशाको सुसमाचारले यो संसारमा मात्रै हामीलाई आशा दिएन, अब प्रभु येशू ख्रीष्टमा अनन्त जीवनको एउटा आशा साँचेको छ। आमेन। हालेलुया। प्रभुले भन्न खोजेको कुरा चाहिँ, जुन सुसमाचार तिमीले पाएका छौ, जुन आशा तिमीले पाएका छौ, त्यो आशामा अचल रहनु।
आमेन। जीवनमा प्रभु येशू ख्रीष्टको जुन सुसमाचार पाउनुभयो र येशूलाई विश्वास गर्नुभयो, यो सुसमाचारबाट कहिल्यै पनि नडगमगाउनु होला। समय र परिस्थितिहरू हाम्रो जीवनमा खराब हुन सक्छन्, दिन र अवस्थाहरू बदलिन सक्छन्, परमेश्वरका जनहरू हुन सक्छ हामी यो शरीरमा छौँ। कुनै दिन एक दिन तपाईँ र मैले यो शरीरलाई पनि यहीँ छोडेर जाने हो। एक दिन तपाईँ र मैले हामीसँग भएको यावत थोकलाई यो संसारमा छोडेर जाने हो। तर याद गर्नुहोस्, तपाईँले पाउने अनन्त जीवनको मुकुट चाहिँ एउटै हो। त्यो भनेको के हो भन्दा सुसमाचारको आशाबाट तपाईँ भट्किनु भएन भने, परमेश्वरको वचनबाट भट्किनु भएन भने, जुन कुरा देखेर येशूलाई ग्रहण गर्नुभयो, जुन कुरा येशूमा खोजेर विश्वास गर्नुभयो, जुन कुरा येशूमा भेटाउनु भयो, त्यो कुरालाई पक्रिरहनुहोस्। हालेलुया। परिस्थितिलाई देखेर यो विश्वासबाट तर्किएर जानु भएन भने अवश्य पनि तपाईले यो आशाको मुकुट लगाउन पाउनुहुनेछ। कोही हुनुहुन्न मसँग आमेन भन्नलाई? हालेलुया। म तपाईलाई उत्साह दिन चाहन्छु। हामीसँग एउटा आशा छ। जुन दिन तपाईले प्रभु येशूलाई ग्रहण गर्नुभयो, जुन दिन प्रभुलाई पिता परमेश्वर मेरो बुबा भनेर प्रभुलाई ग्रहण गर्नुभयो, त्यो दिन तपाईले एउटा नयाँ आशा परमेश्वरमा देख्नुभयो। के त्यो आशा कमजोर भएको छ? के त्यो आशा हराउँदै गएको छ? के त्यो आशा निराशामा परिणत भएको छ? के तपाईले देखेको प्रभु येशू ख्रीष्टमा तपाईले पाएको आशा कुन अवस्थामा छ? हालेलुया। प्रभुले भन्नुहुन्छ, परमेश्वरका दासले भन्छन्, यदि विश्वासमा असल रहिरह्यो भने तिमीले सुसमाचार सुनेको छौ त्योबाट आशा हटाएनौ भनेपछि जुन सबै प्राणीको निम्ति प्रचार गरिएको थियो। हालेलुया। तपाईँ र मेरो निम्ति एउटा ठुलो आशा परमेश्वरले साँच्नु भएको छ। केवल तपाईको काम एउटै हो, त्यो आशालाई पक्रिराख्नु। मसँगै भन्नुहोस्, पक्रिराख्नु। आज हामी यो संसारमा छौँ नि, धेरैजना विश्वासबाट भट्किएर जानुको कारण, धेरैजना परमेश्वरको उपस्थितिबाट भट्किएर जानुको कारण, धेरैजना विश्वासमा कमजोर हुनुको कारण, परमेश्वरतिर हेर्ने नजरहरू आज हट्नुको कारण, परमेश्वरको त्यो शक्तिलाई कमजोर देख्नुको कारण, परमेश्वरको त्यो उपस्थितिको अनुभवमा कमी हुनुको कारण हामीले पाएको सुसमाचारको आशा कहीँ न कहीँ हामी टाढा भएको कारणले, हाम्रो आशा कहीँ न कहीँ बिरानो भएको कारणले, हाम्रो आशा कहीँ न कहीँ साँगुरिँदै गएको कारणले परमेश्वरको त्यो उपस्थितिलाई हामी कहिलेकाहीँ कमजोर देख्न थाल्छौँ। कारण म तपाईँलाई उत्साह दिन चाहन्छु, जुन आशामा प्रभुलाई पक्रिनु भएको थियो त्यो आशालाई नछोड्नुहोस्। आमेन। आशिष पनि देख्यौँ। यो विश्वासको दौरानमा हामीले हाम्रो जीवनमा आँधीहुरी पनि देख्यौँ। मसँगै हुनुहुन्छ? हामीले आँसुहरू पनि देख्यौँ, हामीले रोदनहरू पनि देख्यौँ, तर परमेश्वरको शक्तिशाली बाहुलीले गरेको आश्चर्य काम पनि हामीले देख्यौँ। तर आज म तपाईलाई यो प्रश्न गर्न खोजिरहेको छैन कि तपाईले कति वर्ष विश्वास गर्नुभयो, तर म तपाईलाई एउटा प्रश्न गर्न चाहन्छु। आजको दिन तपाईले आफैलाई एउटा कुराको प्रश्न गरेको म चाहन्छु, के मेरो हृदय अझै पनि त्यो विश्वास योग्यता छ जुन आशाको निम्ति म बोलाइएको थिएँ, जुन आशा मैले राखेर प्रभुमा आएको थिएँ, जुन आशाको निम्ति मैले प्रभुलाई ग्रहण गरेको थिएँ, के म त्यो आशामा, त्यो विश्वासमा के अझै म विश्वास योग्य भएर बसेको छु? यो महत्त्वपूर्ण प्रश्न म तपाईलाई आज गर्न चाहन्छु। हामीले जीवनमा धेरै कुरा देखेका छौँ विश्वासी दाजुभाइ दिदीबहिनीहरू,
मरेका मानिसहरू बाँचेको देखेका छौँ, रोगहरू निको भएको देखेका छौँ। इभन तपाईँको जीवनमा परमेश्वरले गरेको अचम्मको कामलाई तपाईँले देख्नु भएको छ। इभन तपाईँको परिवारभित्र पनि अचम्मको काम भएको तपाईँले देख्नु भएको छ। तपाईँको व्यक्तिगत जीवनमा पनि अचम्मको कामहरू भएको तपाईँले देख्नु भएको छ। परमेश्वरले हाम्रो जीवनमा गरेको कुरा हामीले देखेका छौँ। के त्यो विश्वासमा आज पनि हामी विश्वासयोग्य भएर बसेका छौँ? जुन कुरा तपाईले देख्नुभयो। हालेलुया। जुन प्रभु येशू ख्रीष्टलाई तपाईको पहिलो दिनको हेराइ थियो नि, जुन प्रभु येशू ख्रीष्ट प्रति तपाईको पहिलो दिन उहाँलाई खोज्दै गर्दा र भेटाउँदै गर्दा यो संसारको सबै चीज छोडेर, यो संसारका सबै चीजलाई त्यागेर तपाईले प्रभु येशू ख्रीष्टलाई अँगाल्दै गर्दाखेरिको विश्वास आज म तपाईको जीवनमा फर्केको चाहन्छु। हालेलुया। या त त्यो भन्दा अझै बलियो भएको म चाहन्छु। हालेलुया। प्रभु येशू ख्रीष्टमा तपाईको आशा चाहिँ कमजोर भएको म हेर्न चाहन्न। प्रभुमा तपाईको आशा अझै बढेर गएको आजको दिन म यहाँ हेर्न चाहन्छु। हालेलुया। परमेश्वरको वचनले हामीलाई यही कुरा भन्छ प्रियहरू, के हामी त्यो आशामा, त्यही हृदयमा अझै विश्वास योग्य छौँ? हालेलुया। परमेश्वरमा गरिने हाम्रो विश्वास हाम्रो हृदयको गहिराइता हो। हालेलुया। यो विश्वास चाहिँ सामान्य कुरा होइन। तपाईले गरेको आशा चाहिँ सामान्य कुरा होइन। तपाईले गरेको भरोसा चाहिँ सामान्य कुरा होइन। तपाईले जुन आशा र जुन विश्वास र जुन भरोसा गर्नुभएको छ परमेश्वरका जनहरू, यो चाहिँ धेरै महत्त्वपूर्ण कुरा छ। म तपाईलाई लिएर जाँदैछु। आमेन। विश्वास भावना होइन, यो गहिरो आत्मिक चेतना हो। मसँगै भन्नुहोस्, विश्वास भावना होइन, यो गहिरो आत्मिक चेतना हो। हामी कतिपटक विश्वासलाई चाहिँ एउटा भावनाको रूपमा लिन्छौँ। विश्वास चाहिँ कतिपटक हाम्रो हृदयबाट हामी जब भावुक हुन्छौँ अनि हामी त्यो विश्वासलाई चाहिँ के गर्छौँ त, ओ विश्वास चाहिँ मेरो लागि एकदमै महत्त्वपूर्ण कुरा हो अनि हामी विश्वासको लागि भावनामा बहकिएर कहिलेकाहीँ पुरै जे पनि गर्न तयार हुन्छौँ। अनि कहिलेकाहीँ हाम्रो लागि विश्वास चाहिँ कता हो कता, त्यो विश्वास कहाँ छ। हामीले कहिलेकाहीँ त्यो विश्वासलाई भेटाउँदैनौँ हाम्रो जीवनमा। कहिलेकाहीँ हामी आफ्नो अगाडि देखेको कुरालाई लिएर हामी बढी विश्वस्त हुन्छौँ अनि हामी उत्तेजित हुन्छौँ र हामी त्यो विश्वासको पछि लाग्छौँ। तर म तपाईलाई भन्छु, आजको दिन उत्साह दिन चाहन्छु मण्डली, विश्वास चाहिँ तपाईँ भावनामा बगेर आउने कुरा होइन। विश्वास चाहिँ तपाईँ चाहिँ एकदमै त्यो भावुक भएर गर्ने कुरा होइन। यो विश्वास तपाईँको आत्मिक चेतना हो। जुन कुरा जब तपाईँको आत्मिक चेतनाभित्र यो कुरा छिर्छ, जब तपाईँको हृदयभित्र यो गर्छ, तपाईँको चेतनाले भन्छ कि यो मैले गरेको विश्वास जब तपाईँको भित्र छिर्छ र त्यो विश्वास जब तपाईँ भित्र बनिरहन्छ, मण्डलीमा तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँ भावनामा होइन, तपाईँ गहिरो आत्मिक चेतनामा प्रभुमा जब विश्वासमा बढ्नुहुन्छ, यसले तपाईँको जीवनलाई बदल्दछ। हामी भावनामा बहकिएर त जे पनि गर्न सक्छौँ। हामी भावनामा बहकिएर हामी जस्तो कुरा पनि गर्न सक्छौँ। तर म तपाईलाई उत्साह दिन चाहन्छु, हिब्रू 11:1 भन्छ, विश्वास चाहिँ आशा राखेका कुराको निश्चय र नदेखेका कुराको दृढ भरोसा हो। यसकारणले म तपाईलाई उत्साह दिन चाहन्छु, तपाईँ भित्र गहिरो चेतना हुनुपर्छ। यदि विश्वासमा तपाईको गहिरो चेतना भयो भनेदेखिलाई तपाईँ कहिल्यै पनि परमेश्वरबाट र उहाँको शक्तिबाट र तपाईले राखेको आशा, अनन्त जीवनको आशा, परमेश्वरतिर हेर्ने तपाईको नजर, तपाईको विश्वास कहिल्यै पनि कमजोर हुँदैन। हालेलुया। जब हाम्रो विश्वास भित्र चेतनामा छिर्छ, तपाईले यो नाङ्गो तारलाई किन छुनुहुन्न? यो बिजुलीमा जोडिएको नाङ्गो तारलाई किन छुनुहुन्न? कसैले भन्न सक्नुहुन्छ?
तपाईले यसकारण छुनुहुन्न किनकि तपाईलाई थाहा छ जुन दिन तपाईँ यो छुनुहुन्छ तपाईलाई करेन्ट लाग्छ र तपाईँ लड्नुहुन्छ, तपाईँ मर्नुहुन्छ। विश्वास पनि यही हो, हामी भावनामा बकिएर होइन, प्रभुलाई गर्ने विश्वास, मण्डली आउने, आराधना गर्ने, सेवा गर्ने, संगति गर्ने, परमेश्वरको महिमा गर्ने कुरा चाहिँ भावनामा बहकिएर होइन, तर यो कुरा चाहिँ आत्मिक चेतना भित्रबाट हो। जुन दिन तपाईलाई थाहा हुन्छ जुन दिन मैले पाप गर्छु, जुन दिन मैले गलत गर्छु, त्यो दिन मेरो आत्मिक जीवन मर्छ भन्ने कुराको जुन दिन तपाईँ भित्र चेतना छिर्छ, त्यो दिन तपाईले कहिल्यै पनि परमेश्वरबाट टाढा हुने काम गर्नुहुन्न। मण्डली हालेलुया। त्यो दिन तपाईले परमेश्वरलाई चित्त दुखाउने काम गर्नुहुन्न, त्यो दिन परमेश्वरलाई चोट लाग्ने काम तपाईले गर्नुहुन्न, किनकि तपाईको आत्मिक चेतनाको लेभल बढेको हुन्छ। आमेन। यसकारण म तपाईलाई उत्साह दिन चाहन्छु, तपाईले गर्ने विश्वास, तपाईँ जुन विश्वासमा हुनुहुन्छ तपाईले गरेको विश्वास चाहिँ भावनाको कुरा होइन। मण्डली म तपाईलाई उत्साह दिन चाहन्छु, हामीले गरेको विश्वास चाहिँ गहिरो आत्मिक चेतनाको कुरा हो। अझै म तपाईलाई भनौँ, जुन दिन तपाईँ भित्र आत्मिक चेतना हुन्छ नि त्यो दिन तपाईले कहिल्यै पनि परमेश्वरलाई दुखी तुल्याउने काम गर्नुहुन्न। तपाईँ भित्र जबसम्म त्यो आत्मिक चेतना हराउँछ, अघि नै मैले सुरुमा भने कि हाम्रो जुन महिमित आशा छ, जुन आशाको निम्ति हामी बोलाइएका छौँ, जुन सुसमाचार हाम्रो जीवनमा आएको छ, जुन दिन त्यो आशा हाम्रो कम हुँदै जान्छ नि त्यसपछि हाम्रो विश्वासको चेतना कम हुँदै 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 जान्छ। म तपाईलाई उत्साह दिन चाहन्छु, आज तपाईले गरेको विश्वास यस्तो होस्, तपाईको वरपर कोही नहुँदै गर्दाखेरि पनि, तपाईँ एक्लै हुँदै गर्दाखेरि पनि, तपाईँ परीक्षामा हुँदै गर्दाखेरि पनि, तपाईँ समस्यामा हुँदै गर्दाखेरि पनि, तपाईँ चोटमा हुँदै गर्दाखेरि पनि, तपाईँ रोगमा हुँदै गर्दाखेरि पनि, तपाईँ एक्लोपनमा हुँदै गर्दाखेरि पनि तपाईको विश्वास चाहिँ कमजोर हुन हुँदैन, किनकि तपाईँ भावनामा बग्ने व्यक्ति होइन, तपाईँ चाहिँ आत्मिक चेतनामा भरिएको विश्वासी हुनुहुन्छ। जुन दिन तपाईँ भित्र यो कुरा आउँछ नि, आज धेरै मान्छेले किन गल्ती गरी पठाउँछन्, किन परमेश्वरको राज्यमा, परमेश्वरको काममा अथवा विश्वासमा किन कमजोर हुन्छ त मान्छे? यस कारणले हुन्छ उसले भावनामा विश्वास गरेको हुन्छ। आज म तपाईँ मण्डलीलाई उत्साह दिन चाहन्छु, भावनामा होइन, गहिरो आत्मिक चेतनामा परमेश्वरलाई जान्नुहोस्। अघि मैले उदाहरण दिएँ, यो बत्ती हामीले किन छुँदैनौँ? आज किन? आज विश्वासमा रहेर पनि हाम्रो प्रार्थनाको जीवन किन कमजोर हुन्छ? किन परमेश्वरको वचन प्रति हाम्रो हृदय खुल्दैन? मसँगै हुनुहुन्छ? किन आराधनामा हामी परमेश्वरसँग भेटको अनुभव गर्दैनौँ? किन परमेश्वरको संगतिमा बस्दै गर्दाखेरि हामी परमेश्वरको उपस्थितिको संगतिको अनुभव हामी किन गर्दिराखेका हुँदैनौँ? किनकि हामी भावनामा बहकिएर हिँडेका हुन्छौँ, तर जब हामी भित्र विश्वासको आत्मिक चेतना छिर्छन्, तपाईलाई थाहा हुन्छ मैले प्रार्थना गरेन भने म अन्धकारको शक्तिको परीक्षामा पर्छु। तपाईलाई थाहा हुन्छ मैले वचन पढेन भने परमेश्वरको मार्गनिर्देशन मैले पाउँदैन। जुन दिन तपाईलाई थाहा हुन्छ कि मैले परमेश्वरको संगतिमा गएन भने मेरो जीवन चाहिँ सुक्खा हुन्छ, तपाईलाई थाहा हुन्छ जुन दिन मैले परमेश्वरको अनि परमेश्वरलाई खोज्ने कुरा मेरो जीवनमा गरेन भने, जुन दिन मैले मेरो परिवारमा परमेश्वरलाई खोज्ने कुरा गरेन भने, जुन दिन परमेश्वरलाई आराधना गर्ने कुरा गरेन भने, त्यो दिन मेरो जीवन चाहिँ परमेश्वरबाट टाढा हुन्छ। र म जब प्रभुबाट टाढा हुन्छु, जब अन्धकारको शक्तिले मेरो जीवनमा काम गर्छ भन्ने कुरा जब तपाईले बुझ्नुहुन्छ, तपाईँ कहिल्यै परमेश्वरबाट टाढा जानुहुन्न र तपाईँले आशा राखेको त्यो महिमित मुकुट तपाईँले प्राप्त गर्नुहुन्छ। हालेलुया।
यसकारण मण्डली म तपाईलाई उत्साह दिन चाहन्छु। मसँग भन्नुहोस्, अब मेरो विश्वास भावनामा होइन, गहिरो आत्मिक चेतनामा रहनेछ। हालेलुया। मानिस चेतनशील प्राणी हो, हामी यही भन्ने गर्छौं। हाम्रो विश्वास पनि चेतनशील हुनुपर्छ। तपाईँ एक्लै तपाईको जीवनमा जस्तो परिस्थिति आउँदा नि परमेश्वरबाट तपाईँ टाढा हुनुहुन्न। आमेन। जब हामी यसलाई आत्मिक चेतनाको रूपमा लिन्छौं, हामी परमेश्वरलाई फरक तरिकाले बुझ्छौं। हामी कहिलेकाहीँ हाम्रो बुझाइ कस्तो हुन्छ भन्दा, हाम्रो विश्वास चाहिँ, हामीले गरेको विश्वास चाहिँ आशिष पाउनको निम्ति, ओ मेरो यो काम भएको छैन, मैले यो कुरा गर्नु छ, मेरो यो छ, अनि मेरो यो आशिष हुन्छ कि, मेरो जीवनमा यो कुरा हुन्छ कि, अनि हामी भावनामा बकिएर परमेश्वरलाई खोज्दछौँ। कतिजना हुनुहुन्छ आफ्नो काम बनोस् भनेर उपवास बस्ने? हेलो मण्डली, लाज नमान्नुहोस् न। अरू बेला हामी उपवास बस्दैनौँ, तर हाम्रो जीवनमा अप्ठ्यारो आइपर्यो भने प्रभु यो कामलाई त उपवास बसेर हुन्छ कि, पास्टर अगुवालाई प्रार्थना गराएर हुन्छ कि, रातिमा प्रार्थना गरेर हुन्छ कि, दिनमा प्रार्थना गरेर हुन्छ कि, जति बेला प्रार्थना गरेर हुन्छ कि, यो काम चाहिँ येशूको नाउँमा बन्नै पर्छ भनेर हामी लाग्छौँ नि, होइन? मसँगै हुनुहुन्छ? यस्तो अभ्यास गर्ने कतिजना हुनुहुन्छ? घुँडा दुख्यो भने, खुट्टा दुख्यो भने, पेट दुख्यो भने, कम्मर दुख्यो भने निको नभएसम्म येशूको नाउँमा, कतिजना हुनुहुन्छ? हेलो मण्डली, यही हुनुहुन्छ? यो घुँडामा त यहीँनिर छोएर प्रार्थना गरिदिन पर्यो, किनकि हामी जसरी हुन्छ यो काम बन्नै पर्छ भनेर हामी परमेश्वरसँग लागिरहेका हुन्छौँ। हामी कतिपटक हाम्रो काम बनोस् भनेर, हाम्रो आशिषको ढोका खुलोस्, व्यापार व्यवसाय काम जे पोस्, अवश्य यसको निम्ति नि प्रार्थना गर्छ, यसको निम्ति चट्टै छोडोस् भन्न खोजे होइन के। तर हामी जब हाम्रो अगाडिको आवश्यकतालाई देख्छौँ नि, हामी रात दिन उपवास बसेर प्रार्थना गर्छौँ त्यो विषय चाहिँ सफल हुनुपर्छ भनेर। हामी लागिराखेका हुन्छौँ, रात दिन हामी मेहनत गर्छौँ, कडा परिश्रम गर्छौँ। प्रिय परमेश्वरका जनहरू, हामी आशिष पाउने कुरामा, आफ्नो काम बन्ने कुरामा, चङ्गाई हुने कुरामा, छुटकारा हुने कुरामा, हाम्रो परिवार, हाम्रो छोराछोरीको, हाम्रो घर घराइसी काम बन्नको निम्ति हामी बडो जोरदारसँग लागिराखेका हुन्छौँ उपवास सहितको प्रार्थनामा। तर म तपाईँलाई उत्साह दिन चाहन्छु, कहिलेकाहीँ के हामी हाम्रो हृदयमा यसरी हात राखेर प्रार्थना गर्छौँ, रात दिन एक हप्तासम्म उपवास बसेर, प्रभु मेरो हृदय चाहिँ विश्वास योग्य बनोस्, मेरो प्रार्थना, मेरो बाइबल अध्ययन, मेरो विश्वास, मेरो सम्बन्ध कहिले छ विश्वासको निम्ति तपाईँ प्रार्थना गरेको? हेलो, कहिले आफ्नो विश्वासको निम्ति हामी कतिपटक आशिष पाउनको लागि, हाम्रो काम बनोस् भन्नका लागि र आश्चर्य काम र चमत्कार होस् भनेर हामी प्रभु येशू ख्रीष्टलाई र हाम्रो विश्वासलाई चाहिँ एउटा चमत्कारको साधन बनाउन थाल्छौँ क्या। तर यो चमत्कारको साधन भन्दा पनि म तपाईलाई उत्साह दिन चाहन्छु, विश्वास चाहिँ भावनाको कुरा होइन, यो कुनै चमत्कारको साधन होइन, विश्वास चाहिँ एउटा आत्मिक अनुशासन हो। जब आत्मिक अनुशासन हामी भित्र हुन्छ, हालेलुया, अटोमेटिकली हामी त्यो कुरालाई सुरुवात गर्छौँ। आत्मिक अनुशासन जब हामी भित्र हुन्छ, हामी भित्र त्यो आत्मिक अनुशासन निर्माण गर्न आवश्यक छ, जसको कारणले गर्दा तपाईँ भित्र गहिरो आत्मिक विश्वासको चेतना सुरु हुन्छ।
बिहानै कोलगेट नगर्ने कतिजना हुनुहुन्छ? हात उठाउनुहोस् त। ब्रस कोलगेट नभनौँ, ब्रस नगर्ने कतिजना हुनुहुन्छ? हात उठाउनुपर्छ है। र ब्रस गर्ने कतिजना हुनुहुन्छ? हालेलुया, सबै हात उठे। किन? सुरुमा त तपाईँले ब्रस गर्न बिर्सिनुहुन्थ्यो। सत्य कुरा हो। जब तपाईँसँग ब्रस गर्ने बानी थिएन, तपाईँले ब्रस गर्न बिर्सिनु, ओहो आज त मैले ब्रस गर्न बिर्सेछु। तर आजभोलि ब्रस नगरेसम्म तपाईँलाई पानी खान पनि मन लाग्दैन, किनकि तपाईँको त्यो आदत बनिसक्यो, तपाईँको त्यो अनुशासन बनिसक्यो। हालेलुया। अब विश्वासको जीवन पनि यही हो परमेश्वरका जनहरू। प्रार्थना नगरेसम्म पानी खानै मन लाग्दैन, प्रार्थना नगरेसम्म बिस्तारा छोड्नै मन लाग्दैन, प्रार्थना नगरेसम्म घरबाट निस्कनै मन लाग्दैन, प्रार्थना नगरेसम्म र वचन नपढेसम्म र परमेश्वरको आराधना नगरेसम्म जीवनमा कुनै पनि कुरा गर्न सकिन्न। यो आत्मिक अनुशासन निर्माण गर्नुभयो भने परमेश्वरमा तपाईँको जीवन फरक हुन्छ। हालेलुया। त्यो अनुशासन निर्माण गर्न सिक्नुपर्छ। यसले समय लिन्छ, यसले अभ्यास गर्दै गर्दाखेरि टाइम लाग्छ, तर आत्मिक अनुशासन चाहिँ तपाईँको निम्ति शक्ति हुनेछ। हालेलुया। सर, म तपाईँलाई भन्न चाहन्छु आजको दिन प्रभुका जनहरू, आराधना चाहिँ तपाईँले भावनामा आएर गर्ने कुरा होइन। कोही हुनुहुन्छ यहाँभित्र मसँग? यहीँ हुनुहुन्छ? म बनगाईमै छु। आराधना चाहिँ तपाईँ भावनामा बहकिएर होइन। आराधना चाहिँ तपाईँले आत्मिक अनुशासनको रूपमा गर्नुपर्ने हुन्छ। तपाईँलाई ताली बजाउन मन लागेन भन्दैमा तपाईँले ताली नबजाएर हुँदैन। यो तपाईँको भावनाबाट आउने कुरा होइन। आज मलाई भजन गाउन मन लागेको छैन भनेर तपाईँले मुख बन्द गरेर हुँदैन। आज मलाई वचन सुन्न मन लागेन, म वचन प्रचार गर्ने गरेर म सुत्दिन्छु भन्न मिल्दैन। हालेलुया। आज म मण्डलीमा गएर मजाले सुत्ने हो, तर गएन भने दुःख मान्ला नि, त्यही भएर जाने भन्ने कुरा हुँदैन। आज म सहभागी हुने, म ताली बजाएन त्यस्तै म पछाडि बस्छु भनेर हुँदैन। आज म त घोप्टी परेर बस्छु भनेर हुँदैन। आज तपाईँ परमेश्वरको अगाडि आउँदै गर्दाखेरि प्रभुको आराधना गर्ने कुरा चाहिँ तपाईँको भावनामा भर पर्दैन, तर तपाईँको आत्मिक चेतनामा भर पर्छ। हालेलुया। जब आत्मिक चेतनाको विकास हामी भित्र हुन्छ, हाम्रो जीवन बदलिन्छ। धेरै नभनौँ यो कुरामा, नजाउँ, फेरि अर्कोचोटि जाउँला। हालेलुया। मैले यो किन भन्दैछु तपाईँलाई? किन तपाईँको जीवन र मेरो जीवन चाहिँ आराधना, प्रार्थना र परमेश्वरको उपस्थितिमा चाहिँ भावनामा होइन, तर आत्मिक गहिरो चेतनामा र अनुशासनमा हुनुपर्छ। हेर्नुहोस् प्रभुले के भन्नुभयो लुका 18:8मा, म तिमीलाई भन्दछु उहाँले चाँडै नै तिमीहरूको न्याय गरिदिनु हुनेछ। हेलो मण्डली, तर एउटा प्रश्न गरिएको छ यहाँ, सुन्नुहोस्। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेटाउने छ र? हो हालेलुया। खै कसैले पढ्नुहोस् त, तपाईँहरू अलिकति कता कता अलमल लिनुभयो। कोहीले पढ्नुहोस् त, पछाडिबाट जोडले लुका 18:8लाई पढ्नुहोस् त। खै पढ्नुहोस् त। कोही छ बाइबल पढ्ने? के लेखा छ? म तिमीलाई भन्दछु हेलो, कोही छैन? म तिमीलाई भन्दछु ओ हालेलुया, ओ हालेलुया।
म तपाईलाई दिन खोजेको उत्साह र वचनको कुरालाई अब यहाँनिर आएर ध्यान दिएर सुन्नुभयो भने अब तपाईँले आशिष पाउनुहुनेछ र अब तपाईँको विश्वासलाई तपाईँले एउटा फरक लेभलमा लिएर जानुहुनेछ। दाजुभाइ दिदीबहिनीहरू सुन्नुहोस्, हालेलुया। परमेश्वरको वचनले यहाँनिर भन्छ, परमेश्वरको पुत्र आउँदाखेरि के पृथ्वीमा उसले विश्वास भेटाउने छ र? आज मैले अघि तपाईलाई किन सुरुमै कलसीको पुस्तक पढेर यो वचनको सुरुवात गरेँ? यदि तिमीहरू विश्वासमा अचल र स्थिर रह्यौ भने, यसकारणले आज हामीले विश्वासलाई बचाउनु पर्ने आवश्यक छ। यसकारणले आज विश्वासलाई निर्माण गर्न पर्ने आवश्यक, कारणले आज विश्वासमा बलिउनु पर्ने छ। किनभने यो संसारमा परमेश्वरसँगको हाम्रो विश्वासलाई खोज्नको निम्ति विभिन्न परिस्थितिहरूले आज मण्डलीलाई, विश्वासीहरूलाई र विश्वासीको विश्वासलाई शैतानले विभिन्न रणनीति गराएर विश्वासमाथि आक्रमण गर्दैछ। धेरैको विश्वास कमजोर हुँदैछ। धेरैजना मानिसहरू परिस्थितिलाई हेरेर परमेश्वरको विश्वासबाट र परमेश्वरको त्यो उपस्थितिबाट पछाडि जाँदैछन्। एक दिन प्रभु येशू आउँदै गर्दा के उहाँले त्यो विश्वासलाई भेटाउने कि नभेटाउने? हालेलुया। कस्तो विश्वास भेटाउने? कुन विश्वास भेटाउने? एकचोटि आफ्नो विश्वासलाई आज जाँच्नुहोस् दाजुभाइ दिदीबहिनीहरू। तपाईको विश्वासलाई एकचोटि नाप्नुहोस् आजको दिन। हालेलुया। यस्तो नहोस् कि अन्त्यमा प्रभु येशू आउँदै गर्दा त्यो विश्वासको कमी नहोस्। म तपाईलाई भन्दैछु, त्यो विश्वास भेटिनुपर्छ। त्यो विश्वास भेटिनको निम्ति विश्वास चाहिँ जीवित हुनुपर्छ। त्यो जीवित विश्वासको आशा आज म तपाईमा ल्याउँदैछु। मरेको विश्वास होइन, मसँग भन्नुहोस् जीवित विश्वास। जीवित विश्वास। ओ हालेलुया। जीवित विश्वास चाहिँ त्यतिखेर भेटिन्छ जुन दिन तपाईभित्र आत्मिक चेतना हुन्छ। आत्मिक चेतना भएन भने जीवित विश्वास भेटिन गाह्रो छ। कतिपटक हामी कहिलेकाहीँ आदतमा चल्ने विश्वासी हुन्छौँ। जब हामी आदतमा चल्न थाल्छौँ त्यसपछि हाम्रो विश्वास हट्छ। आदत भनेको एउटा नियममा, एउटा कर्तव्यमा। जब हामी कर्तव्यधारी, मतलब एउटा काम हो यो, एउटा मेरो जिम्मेवारी हो यो भन्ने किसिमले हाम्रो विश्वास जब बढ्छ, सङ्गति जानु मेरो कर्तव्य हो, भेटिदिनु मेरो कर्तव्य हो, दशांश दिनु मेरो कर्तव्य हो, आराधनामा उठ्नु र एकछिन ताली बजाउनु मेरो कर्तव्य हो, अनि 2 घण्टा वचन प्रचार गर्दा सुन्नु मेरो कर्तव्य हो, दिएको प्रभु भोज खाइदिनु मेरो कर्तव्य हो। यदि तपाईँ यो कर्तव्यधारी विश्वासी हुनुभयो भनेपछि म तपाईँलाई भन्न चाहन्छु, हाम्रो जीवित विश्वास कमजोर हुन थाल्छ। तर जीवित विश्वास बलियो बन्नको लागि यो कर्तव्यधारी विश्वासी भन्दा पनि म तपाईँलाई उत्साह दिएर भन्न चाहन्छु, चेतनाधारी विश्वासी हुनुपर्छ। त्यसपछि हाम्रो विश्वास बलियो बन्छ। बुझेर हो कि ताली बजाएको, नबुझेर हो कि पट्याङ र पुटुङ मात्रै गर्छ? बुझेको भइजा त आमेन भनेर ताली बज्थ्यो होला। अल्ल मल्लै म पनि वचन सुनाउने मान्छे पनि। विश्वासको अन्त्य के हो? हजुर, अझै गहिरो कुरा गर्दैछु मसँग तपाईसँग। पछाडि गएँ है त म एकचोटि। एकचोटि पहिलो पत्रुसको पुस्तक पढौँ त। पहिलो पत्रुसको पुस्तक पढेँ है त मैले। पहिलो पत्रुस 1 अध्याय, त्यसपछि म पछाडि जान्छु है त। तपाईहरुसँग म आज बातचित गर्न चाहन्छु। घर जान आत्तिनु भयो? ल, पहिलो पत्रुस 1 अध्यायको 8 पद।
र 9 पद मैले पढेँ है त। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई प्रेम गर्नेले एकचोटि हात उठाएर हालेलुया भन्नुहोस्। आई लभ यु जीसस। प्रभु म तपाईँलाई प्रेम गर्छु भन्नुहोस् न। लाज मान्नु भएको हेर्दै। प्रभु म तपाईँलाई प्रेम गर्छु। तिमीहरूले नदेखे तापनि मलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णीय र गौरवमय आनन्दमा रमाउँछौ। हालेलुया। विश्वास गर्ने व्यक्तिहरूले नदेखेको कुरालाई प्रेम गर्छौँ हामी। उहाँलाई देख्दैनौँ तापनि विश्वास गर्छौँ र परम प्रभुमा गौरव गर्छौँ र आनन्द मनाउँछौँ। कतिजना हुनुहुन्छ प्रभुलाई पाएकोमा गर्व गर्ने? हालेलुया। किन रमाउनुहुन्छ? किन प्रभुको उपस्थितिमा उफ्रिनुहुन्छ? यस कारणले तपाईँ र हामी उफ्रिन्छौँ किनकि हामी प्रभुलाई पाएकोमा आनन्दित हुन्छौँ। हालेलुया। आज त यति आनन्दित छौँ, त्यो दिन कति आनन्दित हुनेछौँ जुन दिन हामी उहाँलाई आम्ने सामनेमा देख्नेछौँ। हेलो। यदि तपाईभित्र आनन्द मनाउने बानी छैन भने सिक्नुहोस्, यो सिक्नुपर्छ। प्रभुमा तपाईँ किन आनन्दित हुनुहुन्छ? किन तपाईँ उफ्रिनुहुन्छ? किन तपाईँ ताली बजाउनुहुन्छ? किन तपाईँ सङ्गति र आराधना प्रार्थना भनेपछि जोडदारसँग तपाईँहरू तयार भएर आउनुहुन्छ? किनकि हामी प्रभुलाई भेट्छौँ र आनन्द मनाउनको निम्ति आउँछौँ। परमेश्वरको सङ्गतिमा उहाँलाई हामी भेटको अनुभव गर्छौँ। तर त्यो दिन सामने आम्ने भेट्नेछौँ। प्रभुलाई भेट्दै गर्दाखेरि, प्रभुको बारेमा सुन्दै गर्दाखेरि तपाईँ भित्र आनन्द आउँदैन भनेपछि त्यो प्रभुलाई भेट्ने दिन तपाईँ कसरी आनन्दित हुनुहुन्छ? आज वचन सुन्दै गर्दा, परमेश्वरको बारेमा सुन्दै गर्दा, प्रभुको योजनाको बारेमा सुन्दै गर्दा तपाईँ परमेश्वरको वचन सुन्दै गर्दा तपाईँहरू अनि प्रभुलाई भेट्ने दिन त्यही गर्ने त होला हैन? प्रभु येशू मसीहलाई एक दिन हामी भेट्नेछौँ अनि गएर प्रभु ठिकै छ। वाओ, यस, हालेलुया, वाओ। यो हुन्न र? भेटमा त कसैलाई धेरै दिनपछि उसको बारेमा सुन्दा सुन्दा उत्साहित भएर भेट्दै गर्दाखेरि त ओहो कस्तो हुन्छ हैन र? हुन्छ कि नै? कि त भेट्दैन ल त तिमीलाई विश्वास नगरे संसारमा बाँच्नै सकिएन, लागे गर्न लागे, ठिकै छ अब भेटियो प्रभु। त्यो आशाले हामीलाई, त्यो अनन्त आशाको अर्थ होइन। हालेलुया। त्यो आशाले तपाईँलाई अनन्त आशा दिँदैन। तपाईँको अनन्त आशा जुन दिन तपाईँले उहाँलाई भेट्नुहुन्छ नि, हालेलुया, येशूलाई भेटाउँदै गर्दा ओ यस, आज उहाँको बारेमा सुन्दा पनि ओ यस, आमेन, हालेलुया, यो हृदय हुनुपर्छ। प्रभुले काम गर्दै हुनुहुन्छ भने प्रचार गरे सधैँ सुन्या त यो कान्छो किन बोल्या होला आज। म तपाईँलाई प्र्याक्टिकल अनुशासित बनाउने कुरा गर्दैछु आज। परमेश्वरको बारेमा जब तपाईँ सुन्नुहुन्छ, जब परमेश्वरको बारेमा तपाईँ थाहा पाउनुहुन्छ, जब परमेश्वरको कामलाई तपाईँ देख्नुहुन्छ, जब परमेश्वरको महिमालाई देख्नुहुन्छ, तपाईँ उत्साहित हुनुपर्छ। हालेलुया। किनकि गौरवमय आनन्दमा रमाउनुपर्छ। तपाईँ उहाँको बारेमा सुन्दै गर्दा रमाउन सिक्नुहोस्। हालेलुया। किनकि विश्वासको अन्त्य स्वर्ग जानु मात्रै होइन, विश्वासको अन्त्य चाहिँ
हृदयको गहिराइतामा येशूलाई अनुभव गर्नु पनि हो। कतिजना हुनुहुन्छ स्वर्ग जानको निम्ति विश्वास गरेको? सबैभन्दा मिठो खानेकुरा के हो? सबैको आफ्नो आफ्नो रोजाइ होला। फेरि के होला सबैभन्दा मिठो खानेकुरा? त्यसको बारेमा सुनेकोले पो त्यो खाने दिन र त्यो फलको आशा गर्छ। हालेलुया। त्यसको बारेमा सुनेकै छैन भने उसले के आनन्द गर्ला? मसँग भन्नुहोस् आज, मेरो विश्वास स्वर्ग जानु मात्र होइन, तर येशूको हृदयको गहिराइलाई अनुभव गर्नु हो। अरे दाजुभाइ दिदीबहिनीहरू, मरेसी त स्वर्ग विश्वासमा रहियो भने त प्रभुले गरेको प्रतिज्ञा नै हो। चिन्ता नगर्नुहोस्, तपाईँ जानुहुन्छ पक्कै। तर एउटा कुरा म तपाईँलाई उत्साहित गर्न चाहन्छु, त्यो स्वर्ग जानुको लागि विश्वास गर्नु मात्रै भयो भनेपछि मलाई थाहा छैन तपाईँ स्वर्ग जानुहुन्छ कि जानुहुन्न, म भन्न सक्दैन। त्यो प्रभुले मात्र यसको न्याय गर्नुहुन्छ। तर म एउटा कुरा भन्न चाहन्छु, तर तपाईँले येशूको हृदयको गहिराइको अनुभव गर्नु भएन भने तपाईँले स्वर्गमा पनि त्यो अनुभव गर्न सक्नुहुने छैन। कथम कता चाहिँ प्रभुले दया गरेर स्वर्ग लगिहाल्नु भयो भने पनि हामीले त्यो प्रभुको गहिराइतालाई, येशू ख्रीष्टको अनुभवलाई हामीले जबसम्म बुझेनौँ भने, येशू ख्रीष्टको अनुभवलाई हामीले लिएनौँ भने हाम्रो उद्देश्य स्वर्ग जानु होइन। स्वर्ग जाने उद्देश्यले होइन, येशूलाई अनुभव गर्ने उद्देश्यले विश्वासी हुनुहोस्। आजबाट भन्नुहोस्, प्रभु म तपाईँलाई अनुभव गर्न चाहन्छु, म तपाईँलाई छुन चाहन्छु, म तपाईँको आवाज सुन्न चाहन्छु, म तपाईँसँग बातचित गर्न चाहन्छु। जब म आराधना गर्छु, जब म प्रार्थना गर्छु, जब म तपाईँको नजिक जान्छु, म तपाईँको अनुभव गर्न चाहन्छु। हालेलुया। प्रभुको अनुभव तपाईँको जीवनमा हुनुपर्छ। प्रभुको छुवाईको अनुभव तपाईँ र म भित्र हुनुपर्छ। यदि यो अनुभव हामीले लिन सकेनौँ भने स्वर्ग जानेको लागि मात्रै त के विश्वास गर्नु हो? आनन्द मनाउनुहोस्, प्रभुमा हृदयको गहिराइतालाई बुझ्नुहोस्। विश्वास गर्नु उद्देश्य चाहिँ स्वर्ग जानु होइन। स्वर्ग जानलाई मात्रै त्यो विश्वास नगर्नुहोस्। आत्मिक परिपक्व व्यक्तिको सङ्केत यही हो। एउटा विश्वासयोग्य हृदय भएको व्यक्तिको सङ्केत यही हो, ऊ परमेश्वरको उपस्थितिमा आनन्दित हुँदछ। हालेलुया। यहाँनिर भाइ बहिनीहरूले गाएको गीतमा उफ्रिनु मात्रै आनन्दित होइन, यहाँ भाइ बहिनीले गाएको त्यो उफ्रिने र छिटो नाचमा नाच्नु चाहिँ त्यति मात्रै आनन्दित होइन। र आनन्दित हुने कुरा चाहिँ यो हो कि तपाईँ प्रभुलाई पाएकोमा गौरवान्वित हुने कुरा हो, तपाईँ गौरव गर्ने कुरा हो, प्रभुको उपस्थितिमा रमाउने कुरा हो। हालेलुया। प्रभुको उपस्थितिमा आउने कुरा चाहिँ तपाईँ चाहे घरमा होस्, चाहे जङ्गलमा होस्, चाहे व्यावसायिक ठाउँमा होस्, चाहे जहाँ होस्, परम प्रभुको उपस्थितिमा तपाईँ रमाउने कुरा र उहाँको आनन्द लिने कुरा, आँसुहरू बगाउँदै उहाँलाई धन्यवाद दिने कुरा र उहाँप्रति धन्यवादी हुने कुरा चाहिँ महत्त्वपूर्ण हो। आमेन। यही हो विश्वास योग्यता, यही हो विश्वासको परिपक्वता। ख्रीष्टमा हर समय रमाउने कोसिस गर्नुहोस्। आमेन। जबसम्म यो हुँदैन, तबसम्म अनुभव भएन भने त्यो विश्वासको काम छैन। के येशू ख्रीष्टको हृदयको गहिराइतालाई बुझ्न चाहनुहुन्छ? उहाँको हृदयको गहिराइतामा जब डुब्नुहुन्छ, उहाँको हृदयको गहिराइतामा जब तपाईँ प्रवेश गर्नुहुन्छ, त्यहाँ तपाईँले शीतल पाउनुहुन्छ, त्यहाँ तपाईँले थकाइबाट विश्राम पाउनुहुन्छ, तपाईँले आनन्द पाउनुहुन्छ, अनन्त आशा पाउनुहुन्छ। मृत्युको अन्तिम सासमा पनि तपाईँले एउटा आशा देख्नुहुन्छ। यदि तपाईँ मरेर गए तापनि परमेश्वरमा आशा छ भन्ने कुराको आशा तपाईँले भेटाउनुहुन्छ। यसकारण प्रिय दाजुभाइ दिदीबहिनीहरू, यो विश्वासको निम्ति तपाईँ तयार हुनुहोस्। कोही हुनुहुन्न आमेन भन्ने? कि बुझ्नु भएन?
जीवनमा जहिले पनि विश्वासलाई रोज्ने कुरा महत्त्वपूर्ण हुन्छ। यो संसारमा धेरैचोटि तपाईँलाई मलाई छान्ने मौका आउँछ, चुन्ने मौका आउँछ। म तपाईँलाई 1-2टा उदाहरण दिन चाहन्छु। अब्राहमलाई चिन्नुहुन्छ? अब्राहमले आफ्नो छोरा इसाकलाई बलिदान गर्न गएको कुरा चिन्नुहुन्छ? यो घटना सुन्नु भएको छ? हालेलुया। 100 वर्षको उमेरमा धेरै वर्ष अगाडि परमेश्वरले गरेको एउटा प्रतिज्ञा थियो अब्राहमलाई कि म तिमीलाई मेरो छोरा, तिमीलाई म आकाशका तारा र पृथ्वीमा भएका बालुवाका कणसरी म तँलाई सन्तान दिनेछु भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभयो। तर अब्राहम 100 वर्षसम्म पुगे, तब पनि उनका कुनै पनि सन्तान भएनन्, उनका छोराछोरी भएनन्। मसँग गहिरिएर सुन्नुहोस् है सबैले, एकचोटि ताली बजाउनुहोस् त अझै जोडले। 100 वर्षको उमेरमा पनि उनको सन्तान भएन। अब अब्राहमको आशा टुट्न लाग्यो अनि अब्राहमले भन्न थाले, अब सायद परमेश्वरले मलाई मेरो प्रतिज्ञाको कुरा, परमेश्वरले गरेको प्रतिज्ञाको सन्तान अब मलाई दिनुहुन्न क्यारे। अनि उनले त्यो आशा मारिसकेका थिए। त्यो आशा मारेको समयमा 100 वर्षको उमेरमा परमेश्वरले धेरै वर्ष अगाडि गरेको प्रतिज्ञा पुरा गर्नुभयो। एउटा सन्तान दिनुभयो जो चाहिँ उनी आउने भावी सन्तानको आकाशका तारा र पृथ्वीका बालुवाका कणसरी सन्तानहरू दिने प्रतिज्ञाको पहिलो पुत्र दिनुभयो। इसहाकलाई परमेश्वरले दिनुभयो। जब इसहाकलाई परमेश्वरले दिनुभयो, इसहाकलाई परमेश्वरले दिइसकेपछि, ऊ जवान भइसकेपछि अनि उसको बुवाले भन्नुभयो, परमेश्वरले भन्नुभयो, हे अब्राहम, अब तैँले तेरो छोरालाई लगेर मोरियाको डाँडामा बलिदान गरिदे। मसँग हुनुहुन्छ? मोरियाको डाँडामा उसलाई बलिदान गरिदे। हेर, मेरो खातिर तैँले त्यसलाई लगेर बलि चढा, वेदीमा राखेर त्यसलाई छुराले हानेर आगोले जलाएर त्यसलाई वेदीमा, हामीलाई लाग्छ त्यो लगेर डाँडामा चढा, त्यतिकै होइन, बलि चढाउने एउटा विधि हुन्थ्यो। सबै कुरा गरेर छोरालाई लगेर चाङ बनाएर काटेर राखेर आगो लगाएर उसलाई चाहिँ परमेश्वरमा त्यो बास्ना पठाउनु पर्ने हुन्थ्यो। त्यतिखेर बलि भनेको त्यस्तो हुन्थ्यो। परमेश्वरले अब्राहमलाई भन्नुभयो। अब अब्राहमको जीवनमा ठुलो परीक्षा आयो। यतातिर परमेश्वरले दिएको प्रतिज्ञा, बुढेसकालमा एउटा छोरो, अर्कोतिर परमेश्वरको हृदयको कुरा। परमेश्वरको हृदयको कुरा के थियो? छोरालाई के थियो? बलिदान गर्ने। अब हेर्नुहोस्, यो दुईटा बीचमा परमेश्वरको काम यहाँनिर हेर्नुहोस्। परमेश्वरको आशिष र प्रतिज्ञालाई रोज्ने कि परमेश्वरको हृदयलाई रोज्ने? यी दुवै परमेश्वरबाटै आएका थिए। छोरा पनि परमेश्वरकै प्रतिज्ञाको पुत्र थियो र बलिदान गर्ने कुरा पनि परमेश्वरकै हृदयको कुरा थियो। यो दुवैलाई रोज्दै गर्दा उनले परमेश्वरको हृदयलाई रोजे, जुन चाहिँ हाम्रो विश्वास हो। हालेलुया। जुन अब्राहमको विश्वास थियो, उनले भनेनन्, प्रभु यो बुढेसकालमा एउटा छोरो दिनुभएको छ अनि तपाईँले प्रतिज्ञा गरे होइन र प्रभु, यसलाई मैले कहाँ बलिदानी गर्नुहुन्छ, म बलिदान गर्दैन भन्न सक्थे उनले। तर पनि उनले यो बलिदानको निम्ति भने, प्रभु तपाईँको हृदयको कुरा भन्दा ठुलो यो मेरो प्रतिज्ञा होइन, यो मेरो आशिष होइन, यो मेरो कुरा होइन, यो मेरो छोरो ठुलो कुरा होइन, तर तपाईँको हृदयको कुरा के हो म त्यो गर्न चाहन्छु। म तपाईँको हृदयको कुरालाई थाहा पाउन चाहन्छु। म तपाईँको हृदयको कुरा पछ्याउन चाहन्छु। उनले हृदयको कुरा पछ्याए र आफ्नो छोरोलाई बलिदान गर्ने निर्णय गरे। आज तपाईँको जीवनमा पनि आशिष र परमेश्वरको हृदयलाई रोज्नु पर्यो भने जहिले पनि परमेश्वरको हृदयलाई रोज्नु होला, ताकि तपाईँ आशिषित हुनुभएको होस्। आज विश्वास योग्य व्यक्ति बन्न गाह्रो छ। अघि मेरो वचनको शीर्षक के हो? विश्वास योग्य हृदय। विश्वास योग्य व्यक्ति बन्नको निम्ति अब्राहमले जुन चुनौती उठाए, आज तपाईँको विश्वासको खातिर हुन सक्छ एउटा यस्तो समय आउन सक्छ तपाईँ पनि परमेश्वरको आज्ञालाई मान्ने कि आफूसँग भएको कुरालाई माग्ने।
केही कुरालाई पछ्याउने तपाईँ दोधारमा र दुविधामा पर्न सक्नुहुन्छ। यो परिस्थिति तपाईँको जीवनमा पनि आउन सक्छ। यो परिस्थितिलाई कसरी जित्ने परमेश्वरका जनहरू, तपाईँको जीवनमा दोधारमा हुँदै गर्दा अब्राहमले आफ्नो बुढेसकालको छोरालाई लगेर मार्न तयार भए, उनी लगेर बलिदान गर्न तयार भए, तर उनले परमेश्वरको हृदयलाई दुखी तुल्याउन चाहेनन्। उनले परमेश्वरको हृदयलाई रोजे। आज हामी कतिपटक रोज्ने बेलामा हाम्रो जीवनमा धेरै महत्त्वपूर्ण हुन्छ। हुनसक्छ तपाईँले कति कुराहरू आफ्नो जीवनमा छन् होला जुन कुरालाई छोड्न सक्नुहुन्न होला। परमेश्वरले दिनुभयो होला, परमेश्वरले तपाईँको प्रतिज्ञा पुरा गर्नुभयो होला। परमेश्वरले दिएको आशिषलाई रोज्ने कि परमेश्वरको हृदयलाई रोज्ने? हालेलुया। तपाईँको जीवनमा अब चुनौतीहरू आउन सक्छन्। कसरी आफैलाई परमेश्वरको महिमाको निम्ति तयार गर्नुहुन्छ, एकदमै महत्त्वपूर्ण कुरा हो। आमेन। जीवनमा हरेकचोटि प्रभुको हृदयलाई रोज्नुहोस्, प्रभुको हृदयलाई खोज्नुहोस्। जब प्रभुको हृदयलाई तपाईँ रोज्नुहुन्छ, तपाईँले परमेश्वरमा ठुलो अनुग्रह पाउनुहुन्छ। आमेन। छोरालाई मर्यो, मरेन, परमेश्वरले बचाउनु भयो। तर तपाईँलाई थाहा छ आज उनी विश्वासको पिता ठहरिएका छन्। उनले आफ्नो जीवनमा प्रतिज्ञा पनि पाए, परमेश्वरको हृदयलाई रोजेको कारणले उनले इनाम पनि पाए। हाम्रो जीवनमा परमेश्वरले दिएको कुरा कहिले गुम्दैन। प्रभुको निम्ति हामीले केही गर्यौँ भने त्यो कुरा गुम्दैन, इनाम स्वरूप रहन्छ, त्यो कुरा बचाइन्छ। ख्रीष्टको निम्ति तयार हुनुहोस्, परमेश्वरको हृदयलाई रोज्नुहोस्। एउटा परिपक्व विश्वासीले आशिष र वैभव भन्दा पनि परमेश्वरको हृदयलाई रोज्छ। आफैले बुझ्नुहोस्। आमेन। हालेलुया। यदि हामी विश्वास योग्य विश्वासी हौँ भने हाम्रो हृदयमा चाहिँ जरा गडिएको हुनुपर्छ। जब हाम्रो हृदयको जरा चाहिँ विश्वासमा गडेको हुन्छ नि, तब त्यसपछि हामीलाई कुनै कुराले हल्लाउन सक्दैन अनि हाम्रो विश्वास भावनामा बग्दैन अनि हाम्रो विश्वास चाहिँ आत्मिक अनुशासनमा र गहिरो आत्मिक चेतनामा निर्भर हुन्छ। हामी भावनामा बग्दैनौँ। जब हाम्रो विश्वासको जरा गड्छ तब हामी चाहिँ स्थिर विश्वासी हुन्छौँ अनि विश्वास योग्य हृदय भएका व्यक्तिहरू हुन्छौँ। आज हामी भित्र एउटा विश्वास योग्य हृदय खडा गर्न आवश्यक छ। परमेश्वरको हरेक अवस्थामा परमेश्वरमा विश्वास योग्य हृदय लिएर तयार हुनुहोस् दाजुभाइ दिदीबहिनीहरू। आफ्नो विश्वासलाई जरा गाडेर त्यो बलियो विश्वासी बन्नुहोस्, जहाँ चाहिँ तपाईँको हृदय चाहिँ विश्वास योग्य होस् परमेश्वरमा। विश्वास योग्य हृदय चाहिँ जरा गाडिएको हृदय हो। विश्वास योग्य हृदय केवल वचन सुन्ने मात्र होइन, केवल परमेश्वरको कुरालाई सुन्ने मात्र होइन, तर त्यसलाई अभ्यास गर्ने हुन्छन्। हालेलुया। परमेश्वरको वचनलाई आफ्नो जीवनमा लागू गर्ने हुन्छन्, परमेश्वरलाई विश्वासलाई अभ्यास गर्ने हुन्छन्। कतिजना हुनुहुन्छ विश्वासलाई अभ्यास गर्नेहरू? बुझ्दै हुनुहुन्छ मैले भन्न खोजेको कुरा? बुझ्नुभयो? विश्वासलाई अभ्यास गर्ने कुरा कि त विश्वासी भन्दा हुरुरु दुगुर्ने मात्रै हो र? विश्वासलाई अभ्यास गर्नुहोस्, ख्रीष्टलाई अनुभव गर्नुहोस्। तपाईको विश्वासको अभ्यास चाहिँ प्रत्येक दिन तपाईले गर्नुपर्छ। आराधनामा आफ्नो विश्वासको अभ्यास गर्नुहोस् र भन्नुहोस्, प्रभु मेरो विश्वासमा अझै एक्सर्साइज गर्न बाँकी छ, अझै मैले अभ्यास गर्न बाँकी छ, मेरो प्रार्थनामा अझै अभ्यास बाँकी छ, मेरो घुँडा टेकाइमा अझै अभ्यास बाँकी छ, मेरो वचन पढाइमा अझै अभ्यास बाँकी छ, मैले गर्ने उपवासमा अझै अभ्यास बाँकी छ। हालेलुया। मेरो संगति जवाई, मेरो आराधना, मेरो प्रशंसा, मेरो हृदयको प्रार्थनामा अझै विश्वासको अभ्यास बाँकी छ, जुन कुरा तपाईले गरिरहनुहोस्। यदि तपाईको विश्वासको जरा गाडिएको विश्वासी तपाईँ बन्नुभयो भने तपाईलाई चान्चुने कुराले हल्लाउन सक्दैन।
हालेलुया। आफ्नै छोरालाई बलिदान गरिदेऊ भन्दाखेरि पनि नहल्लिने विश्वास, कस्तो विश्वास थियो होला दाजुभाइ दिदीबहिनी। आफ्नै छोरालाई लगेर बलिदान भन्दै गर्दाखेरि पनि नडगमगिने विश्वास कस्तो होला। आफ्नै छोरालाई लगेर वेदीमा लगेर बलिदान गरेर चक्कुले हानेर आगो सल्काइदे भन्दाखेरि पनि तयार हुने विश्वास कस्तो विश्वास होला। खै त अझै हालेलुया आउन्न। यति बुझाउन खोज्दा नि ज्यू प्रभु मलाई पनि त्यो विश्वास चाहियो भन्नुस् न। मैले भन्न खोजे त्यो 3 पाली भनेको कारण त्यो मलाई पनि त्यो विश्वास चाहियो प्रभु भन्नुस् न भन्न खोजे हो के। हामीलाई पनि त त्यो विश्वास चाहियो होइन र। तब पो बल्ल विश्वास योग्य भइन्छ त, तब पो बल्ल विश्वासी भइन्छ त। हामी त सानो कुरा आउँदै गर्दाखेरि डगमगाउँछौँ, हाम्रो विश्वासको जरा हल्लिन्छ। यसकारण आज म तपाईँलाई भन्न चाहन्छु, प्रभुसँग भन्नुहोस् मलाई पनि त्यो विश्वास चाहिएको छ। हालेलुया। हात उठाएर हालेलुया। मलाई पनि त्यो विश्वास चाहिएको छ। हो जिजस, हामीलाई चाहिएको छ प्रभुका जनहरू। किनकि मण्डली अब ध्यान दिएर सुन्नुहोस्, अब त्यो विश्वास जाँचको समय आइराखेको छ। त्यसकारण म तपाईँलाई तयार हुनुहोस् भन्दैछु। अब त्यो विश्वासमा जाँच आउँदैछ। विश्वासको जाँचको समय आइराखेको छ मण्डलीहरूमा। विश्वासमा कति जरा गाडेर बस्नु भएको छ। तपाईँ नडगमगिने विश्वास तपाईँलाई चाहिएको छ र आज परमप्रभुबाट त्यो कुरा तपाईँको जीवनमा आवश्यक छ। त्यो विश्वास माग्नुहोस् परमेश्वरसँग र भन्नुहोस् प्रभु मलाई अब्राहमको जस्तो विश्वास चाहिएको छ, प्रभु मलाई मूसाको जस्तो विश्वास चाहिएको छ, प्रभु मलाई दाउदको जस्तो विश्वास चाहिएको छ। प्रभु त्यो आगोको जलिरहेको भट्टीमा फाल्दै गर्दाखेरि पनि, सिंहको खोरमा फाल्दै गर्दाखेरि पनि नडगमगिने विश्वास। हालेलुया। हे बाबा, त्यो विश्वास हामीलाई चाहिएको छ। हो यस, सतावटका समयहरू आउँदैछन्, दुःखका दिनहरू आउँदैछन्, विश्वासको खातिर जाँचिने समयहरू आउँदैछन्। यसकारण तपाईँको विश्वासको निम्ति आजबाट फिक्री गर्नुहोस्। खुँडा दुखाइको निम्ति धेरै फिक्री नगर्नुहोस्। हालेलुया। टाउको दुखाइको निम्ति धेरै फिक्री नगर्नुहोस्। हालेलुया। मण्डली म तपाईँलाई उत्साह दिँदैछु आजको दिनमा। ध्यान दिएर सुन्नुहोस्। गाह्रो भएको छ भने घुँडा टेकेर बस्नुहोस्। बरु आज म तपाईँलाई उत्साह दिन चाहन्छु। आज तपाईँ सानो कुराको निम्ति, भौतिक कुराको निम्ति तपाईँ अब चिन्ता नगर्नुहोस्। तपाईँले आफ्नो आत्मिक विश्वासको निम्ति चिन्ता गर्नुहोस्। जुन विश्वास तपाईँलाई चाहिएको छ, जुन जरा गाडिएको विश्वास तपाईँलाई चाहिएको छ, तपाईँको विश्वास चाहिँ सतहीमा गएको हुनुपर्छ अब, ताकि यो संसारको परिस्थितिले तपाईँलाई नहल्लाएको होस्। आज धेरैको परिस्थितिले गर्दा, धेरैको अवस्थाले गर्दा हाम्रो विश्वास हल्लिएको छ। तपाईँको विश्वास जरा गाडिएको हुनुपर्छ। मसँग हुनुहुन्छ? आमेन। हाम्रो प्रार्थनामा जरा गाडिनुपर्छ। ओ हालेलुया। कस्तो छ प्रार्थना? प्रार्थना मसँग भन्नुहोस्, प्रार्थना अनि आफ्नो अभ्यास भन्नुहोस्। प्रार्थना अनि मेरो अभ्यास के भन्दैछ भित्र मनले? मेरो प्रार्थना र मैले प्रार्थनामा गर्ने अभ्यास, मनले के भन्दैछ? 2 मिनेट 5 मिनेट, कहिलेकाहीँ त त्यो पनि छैन। के भन्दैछ मनले? अब प्रार्थनामा जरा गाड्न चाहन्छु भन्नुहोस्।
मैले भनिदिइसकेँ अघि नै तपाईँलाई, तपाईँ कर्तव्यधारी विश्वासी बन्नुभयो भने तपाईँले परमेश्वरको हृदयलाई बुझ्नै सक्नुहुन्न। तर तपाईँ जरा गाडीको विश्वासी बन्नुभयो भने हालेलुया, आराधनामा हो, आराधना, हालेलुया। मसँग भन्नुहोस् आराधना, हात लाउँदै आराधना हो, आराधना। अनि मेरो अभ्यास, मेरो आँसु, मेरो धन्यवाद, मेरो तोडिएको हृदय, प्रभुप्रति झुकेको हृदय, प्रभुलाई उचाल्ने हृदय, अनि मेरो सुक्खापन। अब हाम्रो प्रार्थनामा, अब हाम्रो आराधनामा हामी जरा गाडेका विश्वासी हुनेछौँ। अब हाम्रो वचन, जब हामी वचन पढ्छौँ, जब हामी वचन सुन्छौँ, जब हामी वचन प्रचार गर्छौँ, हाम्रो वचनमा जरा गाडिएको हुनुपर्छ। सतहीको विश्वासले काम गर्नेवाला छैन। अब बाहिर सतहको कमलको फुलको जरा कहाँ हुन्छ हजुर? कमलको फुलको जरा चाहिँ गहिराईसम्म पुगेको हुन्छ, हो कि नै? होइन हो? कमलको फुलको जरा चाहिँ जमिनमा गडे हुन्छ। सतहीमा, पानीमा हावा आयो भने उतै जान्छ, यता आयो भने उतै जान्छ। येशूको नाउँमा आजबाट हाम्रो विश्वास, हाम्रो प्रार्थना, हाम्रो आराधना, हाम्रो वचन, हाम्रो परमेश्वरसँगको सम्बन्ध चाहिँ अब जरा गाड्ने छौँ येशूको नाउँमा। हालेलुया मण्डली, कसैले हल्लाउन सक्दैन। आमेन त भन्नुहोस्। न रोगले, आमेन भन्नुहोस् न, न बिमारीले, न चिन्ताले, न दुःखले, न सतावटले, न गरिबीले, न प्रशस्तताले कसैले पनि हाम्रो विश्वासलाई हल्लाउन सक्ने छैन। अब अरे हात उठाएर आमेन भन्नुहोस् न। यस, परमेश्वरको वचनलाई चाहिँ लिनुपर्छ। जब बगेको हुन्छ त्यही बेला हो लिने, यही बेला हो परिवर्तन हुने। वचन आएको बेला त बेलुका घर घर त हुन्न, बिर्सिजान्छ। हालेलुया, यही बेला हो जब परमेश्वरको वचन आउँछ। यो वचन मेरो मुखबाट आएको होइन, यो परम प्रभुले तपाईँको लागि दिनुभएको हो। अघि मैले किन तपाईँलाई घरिघरि भने अब्राहमको जस्तै विश्वास भने 3 चोटि किन भनेको भन्दा तपाईँले त्यही बेला भन्ने हो, ज्यू प्रभु मलाई अब्राहमको जस्तो विश्वास चाहियो भनेर माग्नुहोस् भनेर मैले 3 चोटि भनेको। हालेलुया, यस, आमेन। परमेश्वरको मण्डली, म तपाईँलाई उत्साह दिँदैछु। हाम्रो प्रार्थनामा अब जरा गाड्नुहोस्, आराधनामा जरा, हाम्रो वचनमा जरा। तपाईँहरू जति परिपक्व हुनुभयो, पास्टर अगुवालाई बल्ल गाह्रो हुन्छ। तपाईँहरू वचनमा जरा गाडिनु भयो भने अनि बल्ल हामीलाई गाह्रो हुन्छ। तपाईँहरू वाला हुनुभयो भने जे लगाएर हाल्दैन, पप्लको खाएको छ, एउटा खाएको छैन, स्वाद पनि थाहा छैन, नुन लाग्यो भने थाहा छैन, खुर्सानी लाग्यो भने थाहा छैन, गुलियो भयो भने खाएकै छ, मिठो भयो भने खाएकै छ, तितो भयो भने खाएकै छ। होइन, अब जरा गाडेका विश्वासी, अब वचनको अर्थ बुझ्ने विश्वासी, अब परमेश्वरको हृदयलाई बुझ्ने विश्वासी। हालेलुया, अब परमेश्वरको आराधनालाई बुझ्ने विश्वासी। नयाँ भोक र तिर्खाले भरिएको विश्वासी। उही जिन्दगीभरि विश्वास गरेबाट प्राण भए सामा विश्वासमा रहे, आज पनि त्यही भन्दैछौँ। 30 वर्ष भयो, अब भन्न पर्यो जवानहरू, यही प्राण भए, प्राण भए, हाम्रा प्राण छन्। अब हामीलाई नयाँ गीत गाएर परमेश्वरको आराधनाको लेभलमा लैजाऊ।
त्यस्ता विश्वासी चाहिएको छ आज मण्डलीलाई। हालेलुया। अब यो अब्राहमको विश्वास, अब्राहम बाहेक अझै अरू पनि छन् विश्वासका उदाहरणहरू। हामीलाई त्यस्ता दिने चाहियो वचन भनेर खोज्नु पर्यो त विश्वासीले। बाइबलमा अब अब्राहम बाहेक अरू चिन्नुहुन्न त तपाईँहरू गर्ने के? त्यहाँभन्दा बढी खोज्नै चाहनुहुन्न त? कहिलेका हामीलाई भेटाए बेला बाइबलका 2-4वटा प्रश्न गरेर यो वचनको अर्थ के हो है, हामीलाई अलिक परिपक्व शिक्षा दिनु पर्यो। हामी त लाटाना बाठा जस्ता भयौँ। परमेश्वरको स्वर्गको राज्यको कुरा के हो हामीलाई थाहै नहुन लाग्यो। अलिकति हामीलाई गहिरोसँग दिनुहोस् त भनेर 2-4 प्रश्न गरिदिने हो भने पो अनि बल्ल पास्टर अगुवाका पसिना छुट्छन् र अनि खुडा टेक्छन्, परमेश्वरको आवाज माग्छन्, परमेश्वरको वचन दिन्छन्। यहाँ आएर झुल्यो गऱ्यो घर गयो, फेरि अर्को बार विषय कहिले छोड्यो, जे जाओस्। अनि कहाँबाट आत्मिक उन्नति हुन्छ हाम्रो? कहाँबाट हामी विश्वासको गहिराइतामा जान्छौँ? हालेलुया। भन्नु जरा गाडिएको, जरा गाडिएको, भन्नु जरा गाडिएको, वचनमा जरा गाडिएको। अब आराधना त्यो टाइम हेरेर 15 मिनट मात्र होइन, हामीलाई 45 मिनट आराधना गराउनु पर्यो। हामी आराधनाको निम्ति तयार हुनु पर्यो। 15 मिनटको आराधनामै हाम्रो अगुवाहरूले भन्दै हुनुहुन्छ हात उठाउनुहोस्, अनि हाम्रो हात यस्ता भइजान्छन्। अनि कहाँबाट? विश्वास अभ्यासरत हुनुपर्छ। ओ यस, अब केही होला जस्तो छ। परमेश्वरका जनहरू ख्रिस्टलाई खोज्ने मन राख्नुहोस् न दाजुभाइ दिदीबहिनीहरू। किन म यो भन्दैछु भन्दा यसले तपाईँको जरा बलियो बनाउँछ। होइन भने सानो कुराले तपाईँको विश्वास ढालिदिन्छ। होइन भने सानो कुराले तपाईँ विश्वासबाट तर्किएर जानुहुन्छ, तपाईँ ठुस्सिनुहुन्छ, तपाईँ चित्त दुख्छ, तपाईँलाई मन पर्दैन, तपाईँलाई गाह्रो भइहाल्छ। हो हालेलुया। हाम्रो प्रार्थनामा जरा गाड्नेछौँ, हाम्रो आराधनामा जरा गाड्नेछौँ, हाम्रो वचनमा जरा गाड्नेछौँ, हाम्रो विश्वासको सेवाको काममा जरा गाड्नेछौँ, हाम्रो दशांश भेटीमा हामी जरा गाड्नेछौँ। जब हामी यो प्रतिज्ञा गर्छौँ अनि परमेश्वरको महिमा हामी यहाँ देख्छौँ। हालेलुया। परमेश्वरका आज्ञाहरूलाई पालन गर्नुहोस्। आमेन। जरा गाडीको हृदय परमेश्वरको वचनमा बाँच्दछ, परिस्थितिमा होइन। हामी जरा गाडीका विश्वासी भयौँ भने आउन सक्छ, परिस्थिति खराब हुन सक्छ। कहिलेकाहीँ हाम्रो जीवनमा आँधी आउला, बाढी आउला, हुरी आउला, बतास आउला, शीतलहर आउला, आगलागी आउला, जे पनि आउला हाम्रो वन जङ्गलमा, हाम्रो विश्वासको जीवनमा। तर जरा तल छ भने पात चढ्यो भने पनि फेरि नयाँ मुना पलाइदिन्छ। येशूको नाउँमा हाम्रो विश्वासको जरा चाहिँ बलियो बनाइराख्नेछौँ हामी। आमेन। यस कारणले गर्दा म तपाईँलाई उत्साह दिन चाहन्छु। हामी चाहिँ परमेश्वरको महिमाको स्रोत बन्नुपर्छ, परमेश्वरको महिमाको स्रोत बन्नुपर्छ हामी। आमेन। परिपक्व विश्वासीहरू मसँगै हुनुहुन्छ? हालेलुया। जब जरा गाडिएका विश्वासी बन्छौँ, तपाईँलाई थाहा छ पत्रुसले येशूलाई कतिपल्ट इन्कार गरे अनि येशू क्रुसमा टाँगिनु भयो। येशू क्रुसमा टाँगिनु भयो, मार्नुभयो, पुनरुत्थान भएर आउनुभयो। त्यसपछि योहन्नाको पुस्तकमा 21 अध्यायको 15, 16, 17 पदमा त्यहाँनिर उहाँले भन्नुभयो, म भन्छु मात्रै, तपाईँले सुन्नुहोस्, अब समय सक्यो मेरो। उहाँले भन्नुभयो, पत्रुस के तिमी मलाई माया गर्छौ? हो कि नै? सुन्नुभएको छ यो? उहाँले भन्नु, ज्यू प्रभु म तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। परमेश्वर तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। हो मेरा परमेश्वरका जनहरू, जब विश्वास योग्य हृदय सुरु हुन्छ, यसको मूल चाहिँ परमेश्वरलाई प्रेमबाट आउँछ। ख्रिस्टलाई गर्ने प्रेमबाट यो कुराको मूल झर्न सुरु गर्छ। विश्वास योग्य हृदय त्यतिखेर तयार हुन्छ जब हामी ख्रिस्टलाई प्रेम गर्न थाल्छौँ। हामी उहाँलाई प्रेम जब गर्न थाल्छौँ, तब एउटा जीवनको मूल त्यहाँबाट बग्न थाल्छ। पत्रुसलाई थाहा छ, जब पत्रुसले ख्रिस्टलाई प्रेम गरे, उनले यसरी प्रेम गरे कि क्रुसमा तिनको टाउको तलपट्टि गरेर उल्टो बनाएर टाङ्दै गर्दा यो टाउको चाहिँ तल थियो, यो खुट्टा चाहिँ माथि थियो, त्यसरी उल्टो गराएर क्रुसमा टाङ्दै गर्दाखेरि नि पत्रुस हाँसी हाँसी क्रुसमा टाँगिए।
कस्तो विश्वासको जरा पत्रुसले गाडे होला। हालेलुया। त्यो प्रेमले हाम्रो जीवनमा ल्याउँछ प्रियजनहरू। ख्रीष्टलाई गर्ने प्रेमले हामीलाई तयार गर्दछ। मैले भन्न खोजेको विश्वासमा तपाईँ जिउनुपर्छ, किनकि तपाईँले यसलाई अनुभव गर्नुपर्छ। प्रेम बिनाको विश्वास केही पनि काम छैन। जब हामी हृदयभित्रबाट हामी प्रेम गर्छौँ, त्यसले परमेश्वरको महिमालाई खोज्छ। प्रेम चाहिँ हाम्रो हृदयभित्रबाट आउँछ। आमेन। र अन्तिम एउटा पदमा एउटा कुरा भनेर यस संगतिलाई म वचनको सेसनलाई अन्त्य गर्छु अनि हामी प्रार्थनामा जानेछौँ। आज हामी विश्वासलाई खोज्नेछौँ। आज हामी परमेश्वरको निम्ति तयार हुनेछौँ। केवल सङ्गतिमा होइन, केवल काममा होइन, केवल प्रार्थनामा मात्र होइन, केवल आराधनामा मात्र होइन, जीवनको हरेक पल ख्रीष्टलाई महिमा दिने कुरामा हामी खर्च गर्नेछौँ। हालेलुया। आमेन। एउटा विश्वासयोग्य हृदय भएको विश्वासीले एउटा महत्त्वपूर्ण काम गर्नुपर्छ। त्यो एउटा पुस्ता निर्माण गर्नुपर्छ। एउटा पुस्ता निर्माण गर्नुपर्छ। तिमोथीको पुस्तक 2 तिमोथी 2:2 भन्छ, सुन्नुहोस् मात्रै, धेरैजना साँचीको उपस्थितिमा तिमीले मबाट जे सुनेका छौ ती अरूलाई पनि सिकाउन सक्ने विश्वास योग्य मानिसहरूलाई सुम्पिदेऊ। एउटा विश्वासयोग्य व्यक्तिको हृदयभित्र चाहिँ पुस्ता निर्माण गर्ने जिम्मेवारी वहन हुनुपर्छ। मसँग हुनुहुन्छ एकचोटि सबैले हात हल्लाउनुहोस्। तपाईँ एउटा परिपक्व विश्वासी हो भने तपाईँले अर्को पुस्तालाई आत्मिक सम्पत्ति हस्तान्तरण गर्नुपर्छ। मसँग भन्नुहोस्, आत्मिक सम्पत्ति हस्तान्तरण गर्नुपर्छ। मलाई थाहा छ हामी यहाँ सबैजना छौँ जसले आफ्नो छोराछोरीलाई एउटा सम्पत्ति हस्तान्तरण गर्नको निम्ति हामी सबैजनाले कठिन परिश्रम गरेका छौँ, मेहनत गरेका छौँ, रात दिन लागेका छौँ, धन सम्पत्ति कमाएका छौँ, रुपियाँ पैसा कमाएका छौँ, घर घडेरी जोडेका छौँ, व्यापार व्यवसाय तयार गरेका छौँ हाम्रो भावी पुस्तालाई सजिलो होस् भन्नका लागि हो, होइन र? रात दिन किन मेहनत गरेका छौँ भन्दा हाम्रो भावी पुस्तालाई हामीले हाम्रो मरेर जाने दिन हाम्रा छोराछोरीलाई यो होस्। म मरिगएँ भने पनि मेरा सन्तानले चाहिँ सुख पाउन्, मेरा सन्तानले मलाई सम्झिउन्, मेरो बाउले राम्रो गरेर गयो, मेरा सन्तानले याद गरून् अनि हाम्रो छोराछोरीलाई दुःख नहोस्। त्यसैले त हामीले आफ्नो परिवारको निम्ति हामी मेहनत गर्छौँ त, होइन र? हामी के गरौँ भन्दा हामीले भावी पुस्तालाई भौतिक सम्पत्ति मात्र होइन, हामीले हाम्रो भावी पुस्तालाई हाम्रो विश्वास हस्तान्तरण गर्न सकौँ। हालेलुया। हो, यो विश्वास हस्तान्तरण गर्ने व्यक्तिहरू चाहिएको छ आजको दिनमा, किनकि आफ्नो पुस्तालाई हामीले के हस्तान्तरण गर्ने। आज विगतका दिनहरूमा हामीले अघि अय्युबको कुरा, अब्राहमको कुरालाई हेऱ्यौँ, मूसाको कुरालाई हेऱ्यौँ, दाउदका कुरालाई हेर्छौँ, दानियलका कुरालाई हेर्छौँ, त्योभन्दा अझै धेरै व्यक्तिहरू छन् बाइबलमा। हामी तिनीहरूको विश्वासलाई हेरेर आज हामी जिराखेका छौँ। प्रिय परमेश्वरका जनहरू, आज म तपाईँलाई उत्साह दिन चाहन्छु। आज तपाईँभित्र त्यो विश्वास होस्। भला उनीहरूले पनि आफ्नो छोराछोरीको लागि केही छोडे होलान्, तर सबैभन्दा ठुलो प्रभावशाली कुरा चाहिँ उनीहरूले परमेश्वरलाई गरेको प्रेम, परमेश्वरप्रति उनीहरूको विश्वास, परमेश्वरप्रति उनीहरूको भक्तिलाई उनीहरूले हस्तान्तरण गरे। हालेलुया। हामी आत्मिक सम्पत्तिको निम्ति मात्र होइन, हामी भौतिक सम्पत्ति मात्र होइन, तर आत्मिक सम्पत्ति हस्तान्तरण गरौँ। तपाईँले आफ्ना छोराछोरीलाई आजबाट आफ्नो विश्वासको कुराहरू देखाउनुहोस्। तपाईँको पुस्ताले के पाउने, तपाईँको आराधना देखेर तपाईँको छोराछोरीले त्यो सिकुन्, तपाईँको प्रार्थना देखेर तपाईँको पुस्ताले यो कुरा सिकोस्। तपाईँ एउटा यस्तो विश्वासी बन्नुहोस् कि तपाईँलाई इतिहासले सम्झियोस्, तपाईँको विश्वासको सम्झना रहोस्, तपाईँको आराधनाको सम्झना रहोस्, तपाईँले गर्ने कुराको सम्झना रहोस्, इतिहासले तपाईँलाई सम्झोस् कि तपाईँको विश्वास देखेर आज तपाईँको सन्तान र तपाईँको पुस्ता चाहिँ तपाईँलाई याद गरोस्। त्यो विश्वासको निम्ति जिउनुहोस्, आफ्नो निम्ति मात्रै नजिउनुहोस्। यसकारण अघि मैले भने हाम्रो विश्वास चाहिँ स्वर्ग जाने होइन, हाम्रो विश्वास चाहिँ येशू ख्रीष्टलाई अनुभव गर्ने, आत्मिक अनुभव गर्ने जीवन हो यो। यसकारणले गर्दा म तपाईँलाई उत्साह दिन चाहन्छु। कसैले आमेन भन्न सक्नुहुन्छ? मसँगै हुनुहुन्छ?
एउटा उद्देश्य केवल स्वर्ग पुग्ने मात्र होइन, आफ्नो पुस्तालाई सशक्त तुल्याउने तपाईको जिम्मेवारी हो। तपाई स्वर्ग गएर मात्रै हुँदैन। यदि त्यतिखेर 12 जनाले सुरुवात गरेको विश्वास, 12 जना चेलाहरूले आफूहरू मात्रै स्वर्ग जाने हो भनेर उनीहरूले विश्वासको जीवन र सुसमाचार र ख्रीष्टको निम्ति बलिदानी जीवन नजिदिएको भए के आज यो विश्वास हामी कहाँ आउने थियो र? हालेलुया। तपाई चोक चौरामा हिँड्नुहुन्छ, तपाई सडक पेटीहरूमा हिँड्नुहुन्छ, तपाई काम र व्यवसाय गर्नुहुन्छ, तपाईले आफ्नो विश्वास प्रदर्शित गर्नुपर्छ। आज हामी हिजोको पुस्ताबाट एउटा विश्वासको उदाहरण लिएर यहाँसम्म आएका छौँ। हाम्रो पुस्ताबाट पनि एउटा विश्वास आउने पुस्ताले लिनुपर्छ। कति दिन अब्राहमको मात्रै विश्वासको कुरा गर्ने, कति दिन अरूको मात्रै कुरा गर्ने। कहिलेकाहीँ हाम्रो परिवारले भनुन्न, मेरो बुवाको विश्वास देखेर मेरो जीवनमा ठुलो प्रभाव परेको छ, मेरो आमाको विश्वासलाई देखेर, मेरो आमाले गर्ने आराधना देखेर, मेरो बाबाले गर्ने आराधना देखेर, मेरो बाबाले मण्डलीप्रति गरेको कुरा देखेर आज मलाई गर्व लागेको छ। उहाँले यो विश्वास नगरिदिएको भए मसँग अब्राहमको भन्दा पनि मेरो बाबाको विश्वासको छाप मेरो जीवनमा गहिरो परेको छ भनेर भावी सन्तानले भन्न सकुन्न। मेरो दाइको विश्वास मेरो परिवारमा परेको छ, मेरो बाबाको विश्वास, मेरो दिदीको विश्वास मेरो जीवनमा परेको छ। त्यो विश्वासको जीवन तपाईँ के जिउन तयार हुनुहुन्छ मण्डली? हालेलुया। हामी भित्र त्यो विश्वासको हृदय चाहिन्छ। यदि हामीले अर्को पुस्तालाई यो विश्वास हस्तान्तरण गर्न सकेनौँ भने, यदि हामीले अर्को पुस्तालाई यो विश्वास सिकाउन सकेनौँ भने, भन्नलाई धेरै कुराहरू छन् तर म भन्दैन, किनकि तपाईँले यो अनुभव गर्नुपर्छ। सबै कुरा मैले सिकाएँ भने तपाईँले अनुभव कसरी गर्ने? आज जुन जीवन तपाईँ र म जिरहेका छौँ नि, मसँग हुनुहुन्छ? आज जुन जीवन जिरहनु भएको छ नि, आउने पुस्ताले यसको सम्झना गर्ने लायकको जीवन तपाईले जिउनुहोस्। तपाईले जिएको विश्वास हस्तान्तरण होस्। हालेलुया। तपाईको विश्वास आउने पुस्ताले पछ्याओस्। तपाईको विश्वास, तपाई कसैको विश्वासको एउटा मोडेल बन्नुहोस्। हालेलुया। तपाईको आराधना मानिसहरूको अगाडि मोडेल बनोस्। यस्तो सम्झना नहोस्। हाम्रो नयाँ जीवन मण्डलीमा एकजना विश्वासी हुनुहुन्थ्यो, प्रत्येक शनिबार वचनको बेलामा उहाँ चाहिँ मजाले भित्तामा लगाएर सुत्नुहुन्थ्यो भन्ने किसिमको विश्वासको सम्झना नहोस्। हालेलुया। तपाईको दान वरदान, तपाईको भेटी, तपाईको दशांश, तपाईको प्रार्थना, तपाईको आराधना, तपाईको संगति, तपाईँ परमेश्वरको निम्ति खटिने कुरा, प्रभुको निम्ति गर्ने कुराले एउटा विश्वासको इतिहास बचाउनु छ। किनकि हामी मात्र होइन, हामीले आउने पुस्तालाई ख्रीष्ट येशूमा बचाउनु छ। र आउने पुस्ताले परमेश्वरको आराधना गर्नुपर्छ। आउने पुस्ताले परमेश्वरलाई धन्यवाद दिनुपर्छ। र आउने पुस्ताले परमेश्वरलाई उज्यालेको हेर्नु छ। हाम्रै पुस्तामा यो विश्वास सकियो भने त के काम? अब जिउने जीवन चाहिँ आउने पुस्ताको निम्ति हुनेछ। तयार हुनुहुन्छ? यसकारणले गर्दा म तपाईलाई उत्साह दिन चाहन्छु आजको दिन। प्रिय दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरले तपाईको निम्ति एउटा हृदय चाहनुहुन्छ। तपाईभित्र एउटा यस्तो हृदय होस् जुन हृदयले सधैँ परमेश्वरलाई, परमेश्वरको अगाडि विश्वास योग्य होस्। विश्वास योग्य हृदयले सधैँ परमेश्वरको महिमालाई खोज्छ, सधैँ परमेश्वरलाई अगाडि राख्छ। विश्वास योग्य हृदय अन्त्यको दिनसम्म टिकिरहन्छ।
यसकारण अन्त्यमा पावलले भने मैले उत्तम लडाई लडेको छु, मैले मेरो दौड सिद्ध्याएको छु, मैले मेरो विश्वासलाई बचाएको छु। यो भन्ने दिन नहोस् दाजुभाइ दिदीबहिनी, केही समय मैले विश्वास गरेँ त्यसपछि मण्डली जान छोडिदिएँ भन्ने कुराको सम्झना होइन। मैले अन्तिम लडाई लडेको छु। जसले आँसुमा स्तुति गर्छ त्यो हृदय आज चाहिएको छ। आँसु बगाउँदै परमेश्वरलाई धन्यवाद दिने हृदय चाहिएको छ। अगाडि कुनै भरोसा नहुँदै गर्दाखेरि भरोसा गर्ने हृदय चाहिएको छ। अरूको सबै कुराको जगहरू हल्लिँदै गर्दाखेरि तपाईँको जग चाहिँ विश्वासको जरा चाहिँ नहल्लिने विश्वास परमेश्वरले आज तपाईँभित्र खोज्दै हुनुहुन्छ। यसकारण आफ्नो प्रार्थनालाई आजबाट पुनर्निर्माण गर्नुहोस्। आफ्नो परिवारलाई आत्मिक रूपमा बलियो बनाउनुहोस्। कसरी परमेश्वरको सेवा म गर्न सक्छु त्यो अवसर खोज्नुहोस्। कसरी म प्रेम जगाउन सक्छु, कसरी म करुणा देखाउन सक्छु, कसरी वचनमा स्थिर रहन सक्छु, भावनाले चल्ने होइन, म आत्मिक चेतनाले चल्ने विश्वासी बन्न चाहन्छु। विश्वास योग्य हृदय लिएर